यो जग्गा बिक्रीमा आएको जग्गा हो। यो चाहिँ 3.5 आना जग्गा हो न। टक्क परेर हेर्नुहोस् बाटो चाहिँ यो 20 फिटे बाटो हो त। यो 20 फिटे बाटो यतापट्टि टक्क यताबाट 20 फिटे बाटो सर माथिसम्म जान्छन्। यो जग्गा चाहिँ यहाँनिरबाट हेर्नुहोस् यो मजाको हरियो घाँस भएको। यो यतातिरबाट यो लाइन हालेको छ नि इँटाको, त्यहाँदेखि माथिसम्म जान्छ। माथिसम्म गयो। जग्गा चाहिँ एकदम यो यस्तो चिम्टाइलो माटो टाइपको भन्छ न, यो माटो टाइपको जग्गा हो। यसले चाहिँ एकदम सस्तो छ एकदमै। यहाँ चाहिँ तपाईँको यो एरिया भनेको हरिसिद्धि हो। यहाँ आनाको चाहिँ 40-42 भन्छन् होइन हरिसिद्धि एरियामा। तर चाहिँ यो जग्गा एकदम सस्तो जग्गा। तपाईँको यो मोहडा अलिकति लामो छ होइन, लम्बाइमा लामो छ। त्यस कारणले गर्दा मैले जग्गा देखाइराखेको छु। वरपर भन्दा पनि यता चाहिँ जस्तो छ। अब यो चाहिँ मजाले घरहरू बस्तीहरू बसिसकेका छन् अगाडि पछाडि। लिनेलाई चाहिँ मिलाएर लान दिन सकिने भयो भनेका छन् जग्गा धनीले। सिधै चाहिँ फिल्ड भिजिट गरेर जग्गा धनीलाई चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अब यो चाहिँ अलिकति चल्यो भन्दा अलिक कमैमा दिनेछन् भन्ने कुरा उहाँले गर्नुभएको छ। त्यसरी मिलाएर कन्ट्याक्ट गरौँ, जग्गा चाहिँ नाममा गरिहालौँ।